हेर्नुहोस् प्लेन। हामी अब कहाँ जाँदैछ रे? हामी सिनामङ्गल आएको, केएमसी सिनामङ्गल भन न। केएमसी सिनामङ्गल होइन कि, हामी अब यो प्लेनमा उडेर कहाँ जानु लाग्यो रे? दुबई जानु लाग्यो। हेर्नुहोस् यस्तो क्लियर छ। हामी चाहिँ अब दुबई जानु लाग्यो। अनि हाम्रो यो टिकट हेर्नुहोस्, यहाँ दुबईको टिकट यही। अनि बुढा र बुढी हामी जानु लाग्यो अब प्लेनभित्र। अनि यहाँ चाहिँ बगैँचा छ, यस्तो छ, राम्रो छ। तपाईँ पनि आउनुहोस् होला। कस्तो राम्रो ठुलो प्लेन हो क्या है, सिटिक्क बढेको प्लेन चाहिँ। ल हेर्नुहोस् मेरो पान्टु बुढी चाहिँ प्लेनको अगाडि बस्नु लाग्छ हो। अब यहाँ चाहिँ अगाडिबाट हो है, हेर्नुहोस् अगाडिबाट दुबई उड्न लाग्यो रे। हेर्नुहोस् प्लेन चढेको ल हेर्नुहोस् सही प्लेनमा चढेको ल। हाय दुबई फोटोहरूको फोटो ग्यालरी, नेपाली आकाशमा उडेका मोडल जहाजहरू लगायतको विशाल सङ्ग्रहालयले नेपाल र विश्वको हवाई इतिहास बुझ्न वा अध्ययन गर्न चाहने जोसुकैलाई पनि आकर्षण गर्ने कुरामा दुई मत छैन। हेलिकप्टर प्लेन हेर्नु यहाँ चाहिँ होइन सानो हेलिकप्टरहरू रहेछ क्या, यस्तो दामी दामीको है। जस डेकोरेसन चाहिँ राम्रो लाग्यो है गाइस। अन्त हेर्नुहोस् त यहाँ जस टाइपको रहेछ हेलिकप्टर चाहिँ। ल पाइलटजी छिटो प्लेन उडाउनु पऱ्यो। ल हाम्रो पाइलटजी चाहिँ होइन रेडी हुँदैछ। ल जाउँ भित्र जाउँ त ल पाइलटजी। जता बसी नै हुन्छ हजुर। ल हाम्रो सुस्मिताजीले चाहिँ अब प्लेन उडाउनु लानु भएको छ। कहाँ त यता हेर त। दुबईको यात्रा चाहिँ उहाँले उडाउनु लानु भएको छ होइन। अनि यहाँबाट चाहिँ यस्तो अब के होइन, अब यो चाहिँ होस् ओरिजिनल त होइन होइन, जस अब यो उयो चाहिँ गराएको छ दुबईको यात्रा है गाइस। कसलाई प्लेन चढ्नु मन लाग्छ आइहाल्नुहोस् यहाँ काठमाडौँ सिनामङ्गलमा। यहाँबाट चाहिँ बाहिर चाहिँ सिन यस्तो देखिँदो रहेछ। रियल हेर्नुहोस् ल ल भयो। यहाँ चाहिँ सबै होइन अब यो फोटोहरू ग्यालेरीहरू रहेछ। त्यसरी अन्त एकदम सानो के सानो सानो रहेछ है प्लेन, सानो है एकदम सानो सानो रहेछ प्लेनहरू सानो 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 प्लेनहरू रहेछ। यहाँ फेरि हाम्रो भैरवको रहेछ। प्लिज स्माइल यु आर अन क्यामेरा। अब ठुलो ल हेर्नुहोस् सजाउनु चाहिँ राम्रोसँग सजाएर आएको छ। यहाँ हेर्नुहोस् अरू पनि छ प्लेनहरू। ल जता अब ल प्लेन हेर्नुहोस् गाइस पनि छ यतापट्टि। यहाँ रहेछ प्लेन चाहिँ भित्रको यस्तो यस्तो छ है। सिनामङ्गलको यसको पछाडि बस्छ त
धेरै अग्लो भयो त्यसको भयो गाइस म चाहिँ आज सिनामङ्गलमा आएको छु यहाँ प्लेन राखेको ठाउँमा अनि हजुरहरूलाई नि मनपर्छ भने भ्लग बनाउनलाई आउनुहोस् सिम भने एकदम राम्रो छ सबै ठाउँतिर हेर्नु त दायाँ बायाँ घुमेर कति राम्रो छ मनपर्छ भने हजुरहरू घुमाउनु तर सिनामङ्गल केएमसी भन्दा अलिकति तलको ठ्याक्कै अपार्ट साइडपट्टि छ अनि टिकट कति लाग्छ टिकट 250 एयरपोर्टको सिनामङ्गलको चाहिँ यो मान्छे यसो आराम गरेर रेस्ट गर्ने ठाउँ है गाइस हेर्नुहोस् त मन पऱ्यो भने एक लाइक गर्न सेयर गरिदिनु है थ्याङ्क्स तपाईँ बस्ने हेलो गाइस म तपाईँलाई होइन अब मैले पनि कति प्लेन चढेको छु होइन तर अब रियलमा चाहिँ पाङ्ग्रा देखेको थिएन होइन मैले तपाईँहरूलाई म पाङ्ग्रा देखाउन चाहन्छु ल होइन त पाङ्ग्रा त यत्रो ठुलो हुँदो रहेछ क्या है यत्रो साइज हुँदो रहेछ होइन कत्रो हुने आउँदा यहाँ समात्न हो फेरि कत्रो साइज हुँदो रहेछ हेर्नु यतिको साइजको हुँदो रहेछ मेरो भोइस सुन्दैन के यतिको साइज हुँदो रहेछ पाङ्ग्रा पाङ्ग्रा है तिमी बस्दा हो कतिको ठुलो छ ल यो मजातिकै बराबरको ठुलो छ यो दुबईको प्लेन हुन्छ फर्स्ट टाइम रियलमा हामीले यसरी देखेको है तर हुन त रियलमा यत्रै ठुलै हुन्छ होला यत्रै हुन्छ राइट अब हामी भित्र पनि गएर बनाइसक्यो सबै है घुमिसक्यो हामी हेरिसक्यो सबै चिज राम्रो डेकोरेसन रहेछ अनि जस राम्रो रहेछ अब पहिला त अब तिनवटा कि कतिवटा 9वटा चढिसक्यो आउनु जानु गरेर ओरिजिनल त प्लेन 9वटा चढिसक्यो तर पनि यसो हामी पनि कस्तो रहेछ अब डुप्लिकेट प्लेन चढ्न आएको राम्रो रहेछ भित्रहरू सानो प्लेनहरू सजाएर राखेको छ एकदम राम्रो डेकोरेसन छ होइन अनि बाहिरको सिनहरू पनि एकदम राम्रो छ अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ अब हामी चाहिँ अहिले फर्किन लागेको छ हाम्रो अलिकति सानो काम भएर अब हामी चाँडै निस्किनेछौँ त्यसकारण तपाईँहरू पनि आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ है ल हामी चाहिँ बाहिर ल हामी निस्किएको बाहिर जस तपाईँहरू पनि आउन सक्नुहुन्छ टिकट चाहिँ यहाँ काट्ने हो अनि यहाँबाट चाहिँ सिनहरू यहाँबाट बाहिर तपाईँहरू ठ्याक्कै सिनामङ्गल चोकमा ओर्लेर यहाँबाट अलिकति यहाँ हिँडेर आउनुपर्छ यहाँसम्म हिँडेर आएर अनि तपाईँहरू यहाँ छिर्न सक्नुहुन्छ है हेर्नुहोस् हामी त छिरे जस हामीलाई रमाइलो लाग्यो खुसी लाग्यो तपाईँहरूलाई आउनुहोस् कस्तो लाग्छ